हेलो फ्रेन्ड्स, तपाईँहरू कस्तो हुनुहुन्छ? आशा गर्छु सबैजना राम्रै हुनुहुन्छ। म पनि राम्रै छु। त फ्रेन्ड्स, हिजो मैले मेरो गार्डनको पार्ट गर्न आएको थिएँ र आज चाहिँ म तपाईँलाई देखाउनेछु पार्ट 2। अनि पार्ट 2 मा चाहिँ मेरो कुन कुन फुलहरू हुनेछ त्यो सबै म देखाउनेछु तपाईँलाई। आज पनि पानी त त्यस्तै छ, अहिले पनि एकदम परि नै राखेको छ। त्यही पनि म तपाईँलाई मेरो गार्डनको फुलहरू देखाउनेछु, जो कि हुनेछ पार्ट 2। हामीहरू सुरु गर्नेछौँ। अनि फ्रेन्ड्स, यो चाहिँ हो पोर्टुलिका। अनि यसलाई चाहिँ भन्छौँ हामीहरू नर्मली भाषामा घडी फुल। यो चाहिँ जब 12 बज्ने बेला हुन्छ त्यतिखेर चाहिँ मजाले फक्रिन्छ। अनि यसको चाहिँ हाम्रो घरमा चाहिँ छ 3 थरीको छ। हाम्रो घरमा चाहिँ अरू पनि हुन्छ, अरू कलरहरू पनि, तर हाम्रोमा चाहिँ 3 थरीको मात्रै अहिले भइरहेछ। र फ्रेन्ड्स, यो चाहिँ टपहरूमा पनि हुन्छ, भुइँहरूमा पनि हुन्छ, तर यसलाई बेसी पानी र बेसी घाम पनि पर्न हुँदैन। यसलाई चाहिँ 2 थोक नै ठिक्कको चाहिन्छ, घाम पनि पानी पनि। अनि यो चाहिँ अहिले समर सिजनमा चाहिँ मजाले फुल्छ। विन्टर सिजनमा चाहिँ यो चाहिँ सबै गाछ नै मरिसक्छ। अनि समर सिजनमा फेरि त्यहीँबाट आफै उम्रिहाल्छ, यसलाई फेरि रोप्नु पर्दैन। अनि फ्रेन्ड्स, यो चाहिँ हो युफ्रोबिया मिली। यसलाई चाहिँ हामीहरू भन्छौँ काँडा फुल पनि। किनभनेदेखि यसको गाछमा पुरा काँडा हुन्छ नि त, त्यही भएर चाहिँ यसलाई काँडा फुल पनि भनिन्छ। अनि यो चाहिँ 2 प्रकारको छ हाम्रो घरमा चाहिँ। एउटा चाहिँ सानो खालको छ अनि एउटा चाहिँ ठुलो खालको। अनि ठुलो खालको चाहिँ रेड कलरमा छ अनि सानो खालको चाहिँ यो हल्का घिउ कलरमा छ। अनि यसलाई पनि बेसी पानी भयो भने चाहिँ यो पनि मर्छ। यसलाई चाहिँ बेला बेला सारहरू पनि दिँदै गर्नुपर्छ, तर हामीहरू चाहिँ यसलाई गोबरकै सारहरू दिन्छौँ। अनि अरू बेला चाहिँ अब किराहरूले खायो भने चाहिँ कान्छाले स्प्रे गर्नुहुन्छ दोकानबाट दबाईहरू लिएर। अनि यो चाहिँ हो कान्ना लिली। यो चाहिँ मैले चाहिँ देखेको छु 2 थरीको। एउटा चाहिँ पिङ्क कलरको हुन्छ अनि एउटा चाहिँ येल्लो कलरको हुन्छ। यो पनि हाम्रै घरबाट माइतबाट ल्याएको हो। त्यो अर्को पिङ्क कलरको चाहिँ कान्छाले ल्याउनु भएनछ। अनि यो खालि येल्लो कलरको चाहिँ त्यही पनि दुल्हन फर्काउनु जाँदाखेरि ल्याउनु भएको। यसलाई चाहिँ नर्मली भाषामा केला फुल भन्छन्, जसको गाछ चाहिँ केलाको पात जस्तै हुन्छ। अनि यो चाहिँ हाम्रो घरमा येल्लो कलरको मात्रै छ। अनि यो चाहिँ हो इक्सोरा। यसलाई चाहिँ हामीहरू अशोक फुल, खोपाजाली दुइटै भन्छौँ। हाम्रो उता चाहिँ खोपाजाली नै भन्छौँ। अनि यहाँ चाहिँ इक्सोरालाई चाहिँ फुलहरू पनि भन्नुहुन्छ। हाम्रो चाहिँ यो 2 थरीको छ। एउटा चाहिँ व्हाइट कलरमा छ अनि अर्को चाहिँ छ पिङ्क कलरमा, डार्क पिङ्कमा छ। अनि त्यसलाई जस्तो कि रेड पनि देखिन्छ। यो चाहिँ अहिले मजाले फुलिसकेको छैन, किनभनेदेखि पानी बेसी परेर होला। यो चाहिँ कम्ती फुल्छ। अनि यसलाई चाहिँ पानी बेसी भयो भने पनि सबै फुलहरू चाहिँ झर्छ। अनि त्यही भएर चाहिँ यसलाई चाहिँ कान्छाले बजारबाट ल्याउनु भएको थियो म आउँदाखेरि। अनि यो चाहिँ हो बल्ब प्लान्ट। यसलाई चाहिँ हामीहरू प्याज फुल पनि भन्छौँ। हाम्रो यता नर्मली भाषामा चाहिँ तपाईँहरू के भन्नुहुन्छ? अनि यसलाई चाहिँ प्याज फुल भनिन्छ। अनि यो चाहिँ समर सिजनमा चाहिँ मजाले फुल्छ। यसले चाहिँ हामी पूजा पनि गर्छौँ, प्याज फुल भन्छौँ, तर पूजा पनि गर्छौँ हामी यसले। अनि यसको गाछहरू चाहिँ जब विन्टर सिजन आउँछ तब चाहिँ गाछहरू सबै हराउँछ, त्यसको मुनि प्याज जस्तै हुन्छ, त्यहीँबाट हुन्छ। अनि यो चाहिँ हो हाइड्रेन्जिया। यसलाई चाहिँ हामीले खालि यसलाई खोपा फुल भनिन्छ। अनि यसलाई चाहिँ कान्छाले ल्याउनु भएको थियो फुपू दिदी घरबाट। अनि बिना दिदी घरबाट पनि ल्याउनु भएको थियो। 2 थरीको थियो, तर अहिले चाहिँ छैन। अनि यो चाहिँ निलो हो भनेर कान्छाले ल्याउनु भएको थियो, तर यो चाहिँ पिङ्क कलरको भएछ र यो पनि राम्रै छ। अनि यसलाई चाहिँ हामी टपमा पनि रोप्न सक्छौँ र भुइँमा पनि रोप्न सक्छौँ। अनि यसलाई पनि हामीहरू काट्दै गर्नुपर्छ। अनि अहिलेको सिजनमा चाहिँ यो मजाले फुल्छ। यो समर सिजन नै होला सायद सबै फुलहरूको फुल्ने टाइम चाहिँ। अनि यो फुल पनि समर सिजनमै बेसी फुल्ने हुन्छ, अरू सिजनमा बेसी फुलेकै हुँदैन यो फुल चाहिँ। अनि यसलाई चाहिँ हामीले पनि टपमै रोपेको छौँ। अनि टपमा बेसी ठुलो भएको छैन, सानै छ, त्यही भएर टपमै छ। अलिक ठुलो भएपछि यसलाई पनि हामीले भुइँमा माटोमा रोप्नुपर्ने हुन्छ। अनि फ्रेन्ड्स, यो चाहिँ हो क्रोसिया। यसलाई चाहिँ हामीहरू भन्छौँ भाले फुल। यो चाहिँ हाम्रो तिहारदेखिको अहिलेसम्म छ।
किनभने यो चाहिँ बेसी बेर नै अडिने फुल हो अनि यो पनि थुप्रै थरीहरूको थुप्रै कलरहरूको हुन्छ यसको कलरहरू थुप्रो हुन्छ र यो चाहिँ सबै मरिसकेर यिनीहरू मात्रै भइरहेछ हाम्रोमा यिनीहरू चाहिँ दसैँ र तिहारको बिचमा मजाले फुल्ने हुन्छ अनि यसलाई चाहिँ हामीहरू भाले फुल भन्छौँ यो चाहिँ प्रधानहरूको भाइटिकामा चाहिन्छ अरे अनि यसलाई चाहिँ मजाले हुन्छ अनि फ्रेन्ड्स यो चाहिँ हो खोर्सानी फुल यसलाई चाहिँ के नाम भनिन्छ भन्ने थाहा छैन तर हाम्रो यता चाहिँ खोर्सानी फुल भन्छौँ यो चाहिँ त्यस्तो बेसी फुल्दैन पातलै फुल्छ त्यसले पनि हाम्रोमा चाहिँ छ यो फुल फ्रेन्ड्स तपाईँहरूलाई मेरो मिनी गार्डनको बाटो कस्तो लाग्यो कमेन्ट गरेर भन्न नबिर्सिनु होला र साथै सब्सक्राइबको बटनलाई क्लिक गर्न पनि नबिर्सिनु होला तपाईँहरूलाई मेरो मिनी गार्डनको भिडियो राम्रो लाग्यो भने लाइक र कमेन्ट गर्न पनि नबिर्सिनु होला अब भेट्नेछ अर्को भिडियोमा तबसम्मको लागि बाई।